दुःख दिने हाम्रा धारणाहरू हुन्। हामी बदलिनै सक्दैनौँ। हामी नबदलिकन समाज बदलिँदैन, हामीलाई बदलिन हाम्रो धारणा दिँदैन। त्यसैले कयौँ कुरामा हामीले हाम्रा धारणाहरूलाई बदल्नुपर्छ। साना भाइ बहिनीहरूलाई धेरै बढी आशावादी भएर जीवनलाई बदल्न सकिन्छ, परिवारलाई बदल्न सकिन्छ, समाजलाई बदल्न सकिन्छ, देशलाई बदल्न सकिन्छ भन्ने सोच राखेर तपाईँहरू अगाडि बढ्नु होला। म अब यो क्षेत्रको माटोमा योगदान गरिसक्नुभएका एकजना व्यक्तिलाई प्यारोडी गायनका लागि स्टेजमा बोलाउँछु। प्यारोडीका प्यारा वाङ्मयका स्तोता, कला र कलाका धनी, टिभी रेडियोका प्रस्तोता, नेपाली र मैथिली साहित्यका सूत्र सिस्नुपानीका उपाध्यक्ष, मिथिलाका पुत्र वीरेन्द्र प्रेमसिंहलाई स्टेजमा हार्दिक आमन्त्रण गर्दछु। धन्यवाद। विद्यार्थी भाइ बहिनीहरू नै बढी हुनुहुन्छ, त्यसैले एउटा सानो टुक्रा एउटा गीतकै रूपमा उहाँहरूको लागि कवि अर्जुन पराजुलीले लेख्नु भएको गीत बालबालिकाहरूको लागि। ल है, यो पछाडिलाई बढी लक्षित छ। कप पढाउँदा नबुझिने कस्तो राम्रो सर, रुख पढाउँदा मुख बुझिने कति राम्री मिस। कप पढाउँदा नबुझिने कस्तो राम्रो सर, रुख पढाउँदा मुख बुझिने कति राम्री मिस। भन भन द्याट द्याट द्याट, भन भन दिस दिस दिस, ह्यान्डसम सर सर सर, ब्युटी मिस मिस मिस, ह्यान्डसम सर सर सर, ब्युटी मिस मिस मिस। 10 बजे स्कुल जाऊ, 4 बजे आऊ। 10 बजे स्कुल जाऊ, 4 बजे आऊ। COW काऊ होइन, टोपी कृष्ण काऊ भन्दै हामीलाई जिस्काउने घरमा सुगा छ। त्यो सुगाको भन्दा राम्रो मिसको लुगा छ। भन भन द्याट द्याट द्याट, भन भन दिस दिस दिस, ह्यान्डसम सर सर सर, ब्युटी मिस मिस मिस। पढ्नलाई त पढ्छन् सबै देशको विकास गर्न, पढ्नलाई त पढ्छन् सबै देशको विकास गर्न। तर कुन्नी के हुन्छ खै थाल्छन् देशै चढ्न। तर कुन्नी के हुन्छ खै थाल्छन् देशै चढ्न। हामीले चाहिँ सर मिसको कुरा मान्ने हो, हामीले चाहिँ सर मिसको कुरा मान्ने हो। घुस्याहालाई झ्याम्मै सिस्नु पानी हान्ने हो। भन भन द्याट द्याट द्याट, भन भन दिस दिस दिस, ह्यान्डसम सर सर सर, ब्युटी